Hi. Supra. Good guy. Hi, BMW hiker. Fish. Hello. ले हिँड फटाफट हिँड पानी त कस्तो लाग्यो है पानी 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 जस्तो निक्लिन्छ यहाँ फोटो गइदियो ल यहाँ फोटो गइदियो एकछिन अरू मान्छेलाई कल गर्दैछु नि। ल भाइ अलि बढाइ गरिहाल्नु हजुर भन न हजुर भन न हजुर भन न हजुर भन न नेपाल टु ठिक यो 3 राउन्ड लाउँदाखेरि 1 माइल हुन्छ नि त यहाँबाट फोटो आउँछ ढुङ्गा बसेर पेट पनि आउँछ अलि चेकिँदो रहेछ यहाँ आउँछ ल ओइ डेन्जर रहेछ हेर्नु सुप्रम
पानी खै हाल्नु नि ढुङ्गा यो चाहिँ ढुङ्गा थोरै जमेको मात्रै त हजुर है अस्ति पनि बाबा आउँदाखेरि पनि अब हामीलाई चाहिँ अर्को अचार लप्सीको अचार हामीलाई चाहिँ हजुरलाई चाहिँ खुर्सानीको अचार भनेर पठाइदिनु ल हिँड ल समाज निकाल्नु पर्ने लास्टमा ल यसरी समाज यसरी यसरी राम्रो समाज एकछिन एकछिन बाबुको भिड एकछिन अझ अर्को छ जस्तो लाग्छ मलाई कहिले आउँछ यही हो कि लिएकै होइन त हो यही नै हो लिएकै यहाँ हेर्नु नि कता खिचिरहेको छ तिमी अहिले आएन हुन्छ एकछिन यहाँ त विना ल ल्याइसक्यो हेलो एकछिनै त यहाँ चिया देखाउँछ
चिया पाक्दैछ मसला चाय उस भयो धुवा भयो चिया बनाउने मान्छे यता छ स्पेसल चिया मसला चाय जति खाए दुध जति पनि खाए रोजु त्यो पानी डुबाएको छामा त चिसो भएको त्यो ढक्कर ल्याएको हो त्यो छेउको छामा त यता बाहिरको यो खोलाको डुबाएको त्यो खोइ कहाँ छ त्यो माथिको यो छुनु त कति छ ए चिसो रहेछ यो हेलो हेलो खाना हुन्छ होइन एकदम कस्तो छ चिया धमका मच्चा छ चियाले धमका मच्चिया छ यो चियाको मिश्रण कहाँ छ भन्दाखेरि यो चाहिँ नि पश्चिमाञ्चल नेपालको लुम्बिनी प्रदेशको पहिचान छ यो चियामा जसरी जुजुधौको पहिचान भक्तपुरले ओगट्यो हजुर चुकौनी र यो मसलदार चियाको पहिचान ओगट्न सफल हाम्रो लुम्बिनी प्रदेश धन्यवाद सोधिदिनु भएको चुक्रिमले दिनु न भन्नुभएको छ बिर्सिएर चुक्रिमले के चुक्रिमले ए चुकाउने चुकाउने भनेर खाएर आयो भन्नुहुन्छ लाग्नु पर्छ यो त लाग्नु हुने ल ठिक छ यस्तै सेफ सही हो एकदम किनले भने राम्रो हाल्छ ल यस यो हो त कतिको कसरी हाल्ने ल है सेफ त तिमीले लास्टमा हाल्ने बेला हेर्न गएको भएर ब्याटले लोड होला है कता गयो चौका तपाईँले कति हान्नु मैले 18 रन ल यसो खिच्नु त ल खिचेर ल के हाल्ने ल यतिकै यताउता घुमाइन्छ मैले यहाँ छ यहाँ आएर छु अब सुमनदाले मलाई एउटा ब्याट गिफ्ट गर्छिन्छ र घुमाइन्छ होइन यता उता ध्यान तपाईँले गरिन्छ होइन बिस्तारै हुन्छ मलाई फलो गरे के 47 रन रोज त हान्छ कि धेरै मलाई फलो यस ओ छक्का चौका ल बाउन्स बल बल्दै बनायो ल है फेरि ल मुनु यदि अगाडि हान्नु भयो कि धेरै राम्रो हाने धेरै राम्रो हाने अब म त खेलै त मलाई सक्दिन म गाडी हान्छु रोजको 2 गोल बाँकी कसको गाडी हान्छ ल ल
अझै एक ल लास्ट तर रोजीले धेरै राम्रो खेल्यो विनोद भन्दा धेरै राम्रो है टुर्नामेन्ट रोजी very excellent yeah 4 runs wicket 2 wicket राइडिङ खेल्छौ ल अन छ तिम्रो रन बनायो ल के गेम बन्द गर ए ल तिम्रो रन दिन्छ नि बहुत प्रताप गरेर ओ ल ओ ल नाइस ठिक छ मलाई फलो गर है अङ्कल हजुरले गर्नु हजुरले मलाई ब्लग गरेको मन पर्यो तपाईँको छोरी भनेर ल उताबाट ओ अङ्कलको मलाई त्यो भोइस मन पर्यो राम्रो छ रेन्ट माउन्ट रेनियरमा आज क्रिकेटको फाइनल प्रतियोगिता हुँदैछ मयन्ता रेग्मीले ब्याटिङ गरिरहेकी छिन् ब्याटिङ गरेकी छन् बलिङ पनि भइरहेको छ अब चौका रोजी अब रन आउट चौका मनिताले चौका प्रहार गर्न सफल भएकी छन् अब पाली छ अब वाइड बल 1 मोर रन मनिता वाइड बल again वाइड बल मनिता नोरी ओ छक्का छक्का 6 रन 2 run last bowling be careful last bowling Manita 2 run Manita no 0 oh 2 run खेल्दैन अझै 2 बल ल लास्ट 2 बल है त ल दुईटा हात सँगै दुईटा हात तिम्रो बराकी हो नि हैन सँगै दुईटा हात अब दुईटा हात सँगै समात्नु हो ल दुईटा खुट्टा अलि सिधा बनायो ठिक छ नाइस आजको यो क्रिकेट प्रतियोगितामा किङ काउन्टी रेन्टनले जित्न सफल भएको छ लेक स्टिभनलाई पराजित गर्दै 2 रनले किङ काउन्टी जितेको छ कङ्ग्रेचुलेसन मानिता रेग्मी ल कङ्ग्रेचुलेसन किङ काउन्टी मानिता बन्द गर रमाइलो हेलो गर ल हेलो गर ल टिप उता ल मामा उता आगोमा राख आगोमा राख यस्तो पनि टिप यो टिप हो यो ल लग आगोमा राख ल नगर छोरू मैले त अहिले खानिदिइहाल्यो हुन्छ जस्तो लाग्छ हाम्रो पाक्ने जेलसम्म टाइम ठिक्क हुन्छ कति बेर लाग्छ भन्छ त लगभग 45 to 1 घण्टा अधार हुँदैन कम्प्लिट फेरि के पाक्दैछ यहाँ चाहिँ पाक्दैन थुप्पा कुक चाहिँ नि यता चाहिँ एकछिन ल
मिस्टर अमन गिफ्ट राम्रो देखिरहेछ हेर त ठिक छैन ठिक छ अन्त पल्लो छेउमा त्यो जुरोमा पल्तिर डर है मकै पाक्दैछ मेरो पनि यसो मुख देखाइ ल एकैछिन मकै पोल्ने मकै पोल्ने मान्छे ए कस्तो मजाले पाक्छ नि ल सुप मजाको खाना ल्याउ त म तिमीले निकाल ल ठुलो सम्पत्ति त्यो ए होइन मैले सबभन्दा पल्लो साइडको निकाल्यो ए यो त पाकेँ क्या निकाल म अब अलि अलि पाक्यो भन नि फेरि मेरो माया पकाउनु छोडेर आउँछ मकै खानु यता अलि पाकेको छैन उतापट्टि पाक्यो यो उतापट्टिको तल्लोको तल्लो कि तल्लो हो त्यो यहाँ फेरि अलि यहाँ पाकेको निकाल्दै माथि राखिदियो त्यस्तै रहेन अर्काले छैन त जुगा जुगा डढ्न पर्छ कति सेकेन्डको बन्द भयो भइरहेछ देखिन भइरहेछ सयको कतिवटा ल भएन अब यसलाई पकाउनु हुन्छ जुगा फाल्नुपर्छ यसरी खाडो काट न पाकेको मात्र खानु ल यता नपाकेको अलि त्यहाँ ताताधन गर्छ यहाँ फेरि बाबुले क्रिकेट गर्दाखेरि बल पकड्छ नि यति ठुल्ठुलो ग्लोभ्स हुन्छ यतिकै पकड्छन् हो र दुख्यो मलाई यहाँ किनभने किपरको चाहिँ ग्लोभ्स हुन्छ किनभने अहिले दुईटी कोचीहरू बल प्याच गरेर कस्तो मजाले ग्लोभ्स हालेर त्यो त साला बेसमा हुनुपर्ने हो कि किन त सेफ हुन्छ नि त एकछिन पाक्दै गर्छु किपरको चाहिँ हुन्छ ल अनि सबैले गर्नुपर्ने हो किनभने हातमा यो क्लिप कतिको हुन्छ नि 45 मिनेटको मेमोरी हुन्छ के पाक्यो रे स्पागेटी थुक्पा नेपाली स्टाइल थुक्पा हाल्दियो भनेको सबै प्लेट्स गर्दै न दुई फोर्क हाल्दिउँ पछि उ गरिदिउँ लाइन ओके त्यो हाल्ने अनि यता एक लट यता यो पनि हाल्दैन अहिले एकछिनमा गर नि त तिमी ल ल फोर्क उता छ म दिन्छु मगना हाल्नु पर्यो आगे खोलेन अब मगारे मिलाएको मकै फेरि अलि सेलाउला नि त यहाँ माथि राख अनि पाकेको चाट मसला बाबाले गजब बनाउनु भयो है एउटा फोटो खिचाउँला लास्टमा सबैले बलमा पुर्नु पर्यो है ल जाऊ तिमी पनि जाऊ म मजाले चाट मसला खाएको थिएँ मेरो झाला सुमन आउनु न नखाने हो के हो सुमन दाई यहाँ गर्दा अरे आज खै किन हो त्यत्रो क्याम्पिङ आएको तिमी गर्दा नबसिस् भनेको बाबा थोरै चाट मसला हाल्दा अब यसमा चाहिँ प्याज र खरियो खुर्सानी हाल्नु बाँकी छ ल हाल्नु त ल बिना तिम्रो पालो ल हुन्छ देऊ हाल ल हाल्नु विनोदलाई म सब्जेक्ट मलाई हातमा प्लेट यसरी लिएको ए ल ल ओके तिमी हाल न चाहिँ ल ल हालिहाल्छु ल कुक चाहिँ नि यहाँ छ यो के हो रे भनिदिनु त यसलाई भन्छ थुक्पा नेपाली अब खाम कस्तो लाग्यो तपाईँलाई जीवनमा पहिलोचोटि यस्तो मिठासपनको आनन्द लिइरहेको छु त्यो म आफैलाई थाहा छैन ए ल थप्नु भयो है पुग्यो हजुर ल ल यस्तो भयो आफ्ना साथीले बुझ्ने गरी भन्न पर्यो
जोलाई जो थाहा छैन नि त्यसलाई नबुझ्नु भयो सुनिहाल सर भन्ने भयो सुन्दैन त्यहाँ नखुसुक भन्ने एकजनाले चाहिँ सुन्ने हुँदैन उसलाई चाहिँ थाहा अरू हुँदैन तपाईँले चाहिँ मागी भनिदिनु भयो भने हामीले ए बुगालाई थाहा रहेछ है शब्द भन्ने भयो हामीलाई बुझ्छौँ हजुर चोर होइन भन्ने भयो हामीलाई म यसमा ढुक्क छु किन भन्दा नि म यसमा फेल भएको मलाई केही पिर छैन कि त्यसले गर्दा खेल्दा भएको नि ल ल मैले खेलाउँछ मैले खेलाउँछु है त नोटप्याडमा दियो शब्द नोटप्याड पकारमा भन्दै जान्छु ल त्यताबाट भन्दै मलाई रास्तामा सुनिन्छ नोटप्याडमै लेखेर देखाइदिउँ नि हो सुनिन्छ नि त फेरि सुनिँदैन राम्रोसँग भाइलाई भन्दाखेरि मैले सुनेँ नि त्यो देखायो भने अनि उसले सबैलाई 7 जनालाई हामी सबैलाई एउटै वर्ड देखाउँछ त्यो जसलाई थाहा हुँदैन त्यसलाई चाहिँ अर्कै वर्ड देखाउँछ क्या उसले अथवा देखाउँदैन नलेखा देखाउँछ उसलाई चाहिँ तिमी चाहिँ इम्पोस्टर हो भन्छ अब ए इम्पोस्टर मात्रै तपाईँले तपाईँको काम यति हो कि आफ्ना साथीले बुझुन् त्यो मान्छेले नबुझोस् अब तपाईँले ठ्याक्क यस्तरी थारुदाय समुदायको ए माघ 1 गते मनाउने भनिदिनु अन्त बुझ्छ नि त अर्कोले नि बुझ्छ नि त आफ्नो साथ मनताली स्टार्ट गर्ने होइन स्टार्ट चाहिँ मनताली गर्छ एकछिन के भनेको मनताली स्टार्ट गर्ने के रे अनि कसले मिलाहा कसले मिलाएन बुझ्ने अनि जसले मिलाएन नि जसले मिला अनि जसले मिलाएन त्यो चाहिँ यो चाहिँ ठग हो है जस्तो हामीले रातो भनेको होइन लेट्स होइन रातोलाई अब जेनी भन्नु अमरको गाडी भन्नु मिल्यो होइन त्यो तर अरूले त्यो जसलाई थाहा छैन त्यसले चाहिँ बुझ्नु भएन क्या त्यसरी अमर गाडी भनेपछि अर्कोले के बुझ्छ भन्दाखेरि इन्जिन भनेको के भनेको जेनी हुन्छ नि त होइन तर हामी रातोमा गइरहेछौँ ल मैले सुरु गरेँ है त यसरी बाबालाई लास्टमा पारिदिनुहोस् मैले फर्स्ट टाइम हो नि त बाबाको अनि सुरुमा चाहिँ टाढाको भनौँ सुरुमै झ्याप्पै नगएको भर्खर नजिकैको कुरा भन्न मिल्दैन क्या थाहा पाइहाल्छ नि त 3टा राउन्ड भनिन्छ 3टा राउन्ड भनिन्छ त्यही भएर सुरुको राउन्ड चाहिँ अहिले मैले चाहिँ थाहा पाएँ किन चस्मा साइलेन्ट बाबा हजुरले कालो मैले भने कि मैले त भन्नु पर्दैन चाहिँ के चस्मा मैले भनिसकेँ ए हो होइन भन्छ भन्छ त चस्मा भनेको होइन चस्मा रे तिमी चस्मा भने ए फेरि अर्को भन्नु पर्यो अब भन्नु कस्तो हो भन्दा के हो एक गीतै बनेको यहाँ गीत बनाउँछ गीत बनेको यहाँ भन्नु मिल्दैन भन्नु बनिसकेको थियो ल रोजीको पालो अब त म जति पनि भनिदिन्छु नि छोड तातो त्यस्तै भनिदियो कि ग्लु लाएछ हेर्न काठमा नि ग्लु लाएछ नि क्या कहाँ यो खेल भनौँ न रोजीको पालो एकछिन म सोच्दैछु ल हो क्या हजुर यसको लट्ठी यसको यस्तोको लट्ठी होइन त्यो खै दुईटा अट्याच गरेछ कि हेर्छ नि यस्तो डक्टर सक्टर राखेर हो कि नराखिकन डक्टर राखेर डक्टर राखेर अरे बचाउन सक्छ क्या मरेकोलाई अनि फेरि त्यो पछि डक्टर पत्ता लगाउनु पर्ने हो क्या कस्तै कस्तै खाएको थियो भन्दाखेरि सबैले भिडियो अन गरेर गर्नु पर्यो होइन अनि सुतेको भनेको चाहिँ भिडियो अफ होइन अनि त्यो जसलाई माऱ्यो नि त्यसले सुटेको त्यसलाई म्यासेज गर्नु पर्यो त मरिस् भनेर अनि फेरि सबैले एकैचोटिमा भिडियो अन होइन एक्सप्रेसन हेर्नु पर्यो सबको सबैले आँखा चिम्ल्या होइन त्यो बेला त भिडियो अफ छ सबैको हाम्रो आँखा चिमा गरिन्छ नि यहाँ त्यो चाहिँ भिडियो अफ एकजनाले हिँड्नु भिडियो अनि जो उसो नि खेलाउने मान्छे जो खेलाउने मान्छे नि जो चोर हो नि उसले चाहिँ सिक्रेटली आफूलाई मेसेज गर्छ यता प्राइभेट मेसेज यु आर डेड भनेर होइन उता डक्टरले मेसेज गर्छ यु सेभ हिम भन्दै तर रमाइलो भयो अनि एकचोटि ओके प्लिज टर्न अन योर क्यामेरा एभ्रीबडी होइन अनि सबको एक्सप्रेसन हेर्ने के छ होइन अनि त्यसपछि हल्का कुरा गर्ने यो हो कि त अनि एकदम झुक्किन्छ नि कोही त एउटा हडबडाउँछन् कि फेरि त्यो मरिसकेको मान्छे तर रमाइलो भयो त्यो खेलाउन कति भएर खेलेका हिजो बिहान हामी के लेख्थ्यौँ हिजो
हालिदिनु न बाबु ओइ 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 ब्लगर किडब्याक ग्यास बेच्नु पावर ब्याङ्क बेच्नु म भनेको BMW हाइकर हो BMW हाइकर होइन के हुँदैछ बाबु कहाँ हुँदैछ तल आउ न डिस्टर्ब भयो नि दिदीलाई अहिले यहाँ हेर नि के खाँदै हुनुहुन्छ ब्रेकफास्टमा तपाईँले ल यहाँहरूले जे टकार्नु भयो त्यही खाइरहेको होइन त्यो के छ भन्नु न यहाँ एभोकाडो अरू त रित्तो पिरियड भयो भोलि के त छ अघि भर्खर फेरेको मैले खानाभन्दा अगाडि पो सोध्नु पर्थ्यो होइन यो फेरि यो धेरै थियो यो छ भनेर देखाउनु राम्रो पोलेको पनि छ यहाँहरू ए सिक परेको यता छ आगो कोइला या पोले तिम्रो त पहिलाको स्टाइल यही हो विनोद हामी 2 दिनको क्याम्प बसाइ छुट्याएर केही समयपछि सियाटलतर्फ प्रस्थान गर्दैछौँ। यस अवसरमा पारिवारिक ग्रुप सरह सबैजना यहाँ आएर रातभरिको अनिदोलाई पनि बिर्सिएर आकाशका ताराहरूलाई मुक्त कण्ठले प्रशंसा गर्ने किसिमले हेरेर र ग्रह गोचर शान्ति मिलोस् भन्ने कामना गर्दै नदीमा डुबुल्की मारेर हिजोको दिनचर्या राम्रोसँग बितेको क्षण निकै राम्रो छ। अझ राम्रो कुरो त पोलपाल गरेर पोलेर खाएको विनोद बाबुको सक्राती सक्रिय सहभागिता भएको हाम्रो सानो बाबु हामीसँग खेल्न आएको र सम्पूर्ण गाईसाबहरू पसिएर धान त्याग गरेको यो परिदृश्य निश्चय पनि अविस्मरणीय क्षण बनेको कुरो हामी सम्झिनु उपायहरू के को छ र फेरि दोस्रो पटक पनि विनोद बाबुले राम्रो भूमिका खेलेर माफियाको नाटक मञ्चन गरेर पर्न गएर जुन किसिमबाट यहाँ रमाइलो गर्नुभयो त्यो त जति गरे पनि बिर्सिन सकिँदैन। एक अर्कालाई यो भन्ने शङ्का उपशङ्का तर्क वितर्कले शङ्कालु बनाउँदै यसले बदमास गरे कि यो हो कि माफिया भन्ने खेल खेलाउँदै र यसलाई मूर्त रूप दिन सफल हाम्रो सुमन बाबु पछि आभार र कृतज्ञ रहनुको उपाय भन्दा अरू कुरो के रहेर यति भनिकन हाम्रो भ्लग मास्टर विनोद बाबुलाई यो मैले प्रदान गरेँ। कतिपय कुरो के हुन्छ गाजर हलवा सबै हालिदिनु पर्छ गाजर छ पटाउरा ब्लगमै हालिदिउँला सुमन दाइलाई तपाईँ कटिङ स्किल देखाउनु एकैछिन काँक्रो देखाउनु पर्ने थियो रोद्रोजी बोलबाट ठ्याक्क हात काटेको बेलामा सानो बस काँक्रो काट्ने बेला ल्याउनु पर्थ्यो नि त्यही फरेस्ट पर्छ जस्तो लाग्छ नाम अनि उसको नि हो होइन हामी जान्छ नि त्यो 11 त्यता पनि सबै यही पर्छ त्यो नर्थ क्यास्केडको रेन्ज हो यो सबै नर्थ क्यास्केडै पर्छ यो साउथ क्यास्केड होइन हामी साउथबाट छौँ त्यही भएर साउथ क्यास्केड पऱ्यो यो I-90 पछि चाहिँ उता नर्थ रहेछ यता साउथ अनि यही रेन्ज तिम्रो वहीँ क्यालिफोर्नियादेखि आइपुग्छ कि सबै फिनिस गरेर सिधै भनेपछि खाइदेऊ ल अन्त डह्रो मुडा रहेछ कि हाम्रो त्यो उषा बाल्ने जस्तो के के अरे शिवरात्रि बाल्ने मैले चाहिँ नि त्यहाँ रहेछ यो हाम्रो गल्ती थिएन ल्याएर पालिदियो मा पनि त काट्नु हुँदो रहेछ नि त नि होइन यो काटे होइन कि यसले
भाउजू कहाँ पुग्नु हो चेक मात्रै गरेर आउनु नि दामी होइन यता माथि हो कि जस्तो लाग्यो कि हो यता माथि हो कि जस्तो लाग्यो त्यहीबाट हेर्नु भर्तीमाको जस्तो हो त खै बिस्तार 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 भाइ अनि रूप परिवर्तन के यो बिरुवा पात यसले यो रूपलाई यो रूपमा चेन्ज गरेको छ पुरा पुतली आकार दिएको छ यसले चाहिँ हाम्रो विनोदको मन मन्त्रमुग्ध पारेको छ त्यही त अघि नै धेरै आएको थियो ल GoPro take a picture. ल पारिबाट हेर्न ठिक हुन्थ्यो होला यताबाट सिक्थ्यो होला बाटो त्यता पनि छ यसरी यसरी जाने मुनु मेरो कुरो मान्छौ आफ्नो
त्यो काठको हुनु पर्छ त्यही हो त्यो काठको भनेको उस्तो चाहिँ ब्रिज है ब्रिज हो र बाउन्ड्री खोला हजुर तपाईँको नायो अरे तपाईँ थोरै अरे भेटिन के गना छ खै त घरमा बनाएको तरकारी पकाउनु मसला हो जिरा र धनिया मिक्स जे धनिया प्लस चाट मसला नि हाल्नुपर्छ है ग्लास यहाँ छ यो जुन चिया नि खानु यार स्विमिङ गरेर आएर खानु चिया हैन स्विमिङ गरेर लिएर जाऊँ त्यहाँ शीतल छ भने वाटरमेलन